हेलो नमस्कार सबैजनाहरूलाई। म हजुरकै आफ्नो मित्र नभए पनि अलि विचित्र मान्छे हजुरबाट 7 समुद्र पारीबाट बोलिरहेको छ। चाय नास्ता टी कफी सँगै नगरे पनि मैले चाय कफी पछिको मेरो पहिलो डेलिभरी दिन गइरहेको छु। हजुरहरूले मेरो भिडियो लाइक शेयर सब्सक्राइब गरेर मलाई साथ दिनुहोला भन्ने मैले मनैदेखि आशा त गर्दैन। हेर्नुहोस्, तपाईँहरूले गरे गर्नुहोस्, नगरे नगर्नुहोस्, तर एउटा कुरा कस्तो हुन्छ, गर्नै पर्छ के, बुझ्नु हुँदैन, गर्नुपर्छ। मैले तपाईँलाई गरिदियो भने पनि तपाईँले के भन्छ भन्नु त, के भन्छ? यसले त लाइक सब्सक्राइब गरी भिख माग्दो रहेछ भन्छ त, मागि त गरिदिनु न त, के हो त, गऱ्यो भने तपाईँहरू के जान्छ, गरिदिनु न। अनि हामीहरू चाहिँ के भिडियो बनाएको गर्ने, अनि तपाईँहरू चाहिँ सब्सक्राइब नगरिदिने, त्यसरी त हुँदैन नि त मेरो दाइ। गर्नु पऱ्यो के, सपोर्ट गर्नु पऱ्यो। अहिले हामी जिमको भिडियो बनाउन सकेका छैनौँ, त्यही भएर अहिले यस्तो डेलिभरी गइरहेको भिडियो बनाइरहेछौँ। गर्नुपर्छ कि, धेरै टाढाको होइन, नजिकैको गइरहेछौँ। अनि तपाईँहरूले चाय कफी नास्ता गर्नुभयो, गरेको छैन भने आउनु न, गरौँ। के भयो, महादेवको नाम लिएर आजको पहिलो डेलिभरी सुरु गर्न गइरहेको छौँ। धन्यवाद सबैजनाहरूलाई मिठो सम्झनासँगै। त्यस्तै छ साथीहरू, परदेशको जिन्दगी के गर्ने, कसलाई भन्ने। जतिसुकै घाम, जतिसुकै पानी, जतिसुकै असिना पसिना भए पनि परदेशमा आएपछि आफ्नो लागि, आफ्नो भविष्यको लागि भनेर हामीले काम गरिरहेछौँ। केही भए हुन्छ, नभए केही हुँदैन भन्ने होइन, गऱ्यो भने पक्कै हुन्छ। टाइम लाग्छ, समय लाग्छ, जेपिटी XYZ लाग्छ, तर हुन्छ के। त्यही भएर हार नखानु, बरु खानै छ भने बरु खाना खानु। हार खाएर के हार्नु, बरु त्यो हार चाहिँ बुढीलाई दिनुहोस्, गर्लफ्रेन्डलाई दिनुहोस्, होइन? नत्र त्यो हारै बेचेर भए पनि खाना खानुहोस्, तर हार चाहिँ नखानु है। म चाहिँ जाँदैछु मुड है। दुईटै ठाउँबाट गाडी आउनुपर्छ, एक ठाउँबाट आउँदा हुँदैन। गर्मीले मोड टोइलो बामुड है, बामुड अब यो घन्टो सब खोलेर जान्छु। यो चाहिँ ल, यो मेरो पहिलो डेलिभरी दिएर म आएँ, भेट्दै गरौँला है।